सबैलाई यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो गहिरो र साँच्चै नै जीवनोपयोगी विषयमा कुरा गर्दैछौँ नि, जसले सयौं वर्षदेखि मानिसको बोली र व्यवहारलाई बाटो देखाउँदै आएको छ। त्यो हो सत्यवचनको प्राचीन दर्शन। यसले हामीलाई खासमा के सिकाउँछ त? आउनुहोस् सँगै मिलेर हेरौँ। अब यहाँ यो ध्यानमग्न आकृति र चम्किला ऊर्जा केन्द्रहरूलाई एकपटक हेर्नुहोस् त। हाम्रो भित्री ऊर्जा र बाहिर निस्कने बोली बीचको सम्बन्ध साँच्चै कति गहिरो छ भन्ने कुरा यसले देखाउँछ। सत्य बोल्नु भनेको मुखबाट निस्कने शब्द मात्र त पक्कै होइन नि, होइन र? यो त हाम्रो भित्री आध्यात्मिक शुद्धताको ऐना हो। जब हाम्रो भित्र शान्ति हुन्छ, ऊर्जा सन्तुलित हुन्छ, तब मात्र हाम्रो दैनिक बोलीमा त्यो सत्यता र मिठास आफै झल्किन्छ। आजको यो विश्लेषणमा हामी मुख्यतया चारवटा कुराहरू हेर्नेछौँ। पहिलो, बोलीका गहनाहरू। दोस्रो, झुटको स्वरूप। तेस्रो, जङ्गलको आगोको बिम्ब। र चौथो, सनातन धर्म। लागौँ पहिलो खण्डतिर, बोलीका गहनाहरू। यसको सुरुवातमै एकदमै व्यावहारिक कुराहरू गरिएका छन्। सोचौँ त, हाम्रो बोली र व्यवहार नै हाम्रो असली गहना हो नि। मिठो र शिष्ट बोल्नु, आफूभन्दा ठुलालाई आदर गर्नु, साथीहरूसँग मायालु व्यवहार गर्नु अनि सानालाई स्नेह दिनु, यिनीहरू नै त हुन् असल सञ्चारका आधारहरू। अनि अर्को महत्त्वपूर्ण कुरा, बोल्दा सधैँ मुस्कुराउनु। सुन्दा सामान्य लाग्न सक्छ, तर यी साना साना कुराहरूले नै चारैतिर सम्मान र सद्भावले भरिएको एउटा एकदमै सुन्दर वातावरण बनाउँछन्। अब कुरा गरौँ दोस्रो खण्डको, झुटको स्वरूप। सत्यको त्यो प्राकृतिक सरलता र झुटको भारीपनबीच साँच्चै नै आकाश जमिनको फरक छ। यो स्रोत सामग्रीले हामीलाई प्रष्ट रूपमा के चेतावनी दिन्छ भने सत्य बोल्न जति सजिलो छ नि, झुट लुकाउन त्यति नै गाह्रो छ। सबैभन्दा अचम्मको कुरा त के भने एउटा मात्र सानो झुट लुकाउनको लागि पनि गणितीय रूपमै सयौं अरू झुट बोल्नुपर्ने हुन्छ। यसले मानिसलाई छल्कपटको एउटा यस्तो भारी चक्रमा फसाउँछ कि त्यहाँबाट निस्कन लगभग असम्भव नै हुन्छ। अब यहाँनिर एउटा निकै रोचक तर जटिल नैतिक अवस्थाको कुरा आउँछ। सत्य बोल्नु पक्कै पनि महत्त्वपूर्ण हो, तर यदि सत्य बोल्दा कसैको ज्यानै जान्छ भने नि, यस्तो अवस्थामा चाहिँ सत्य भन्नुभन्दा मौन बस्नु धेरै राम्रो मानिएको छ। तर फेरि नझुक्किनु होला, मौन बस्ने भन्दैमा झुट बोल्न पाइन्छ भनेको पक्कै होइन। यसले हामीलाई एउटा गहिरो नैतिक पाठ सिकाउँछ। त्यो के भने केवल एउटा तथ्य बताउनुभन्दा कसैको ज्यान बचाउनु नैतिक रूपमा सधैँ माथि नै हुन्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। अगाडि बढौँ तेस्रो खण्डतिर, जङ्गलको आगोको बिम्ब। यहाँ झुटलाई जङ्गलमा लाग्ने डढेलोसँग तुलना गरिएको छ। यो कति शक्तिशाली बिम्ब हो भनेर एकछिन विचार गरौँ त। जसरी त्यो डढेलोले हरिया रुखहरू, सुन्दर फूलहरू अनि मिठो स्वर निकाल्ने चराहरूलाई एकैछिनमा खरानी बनाइदिन्छ, ठ्याक्कै त्यसै गरी एउटा झुटले मानिसको व्यक्तिगत विकास, उसको निर्दोषपना र भविष्यका ती सबै सुन्दर सपनाहरूलाई क्षणभरमै सखा पार्न सक्छ। छलकपटले कसरी हाम्रो सम्भावनाहरूलाई भित्रभित्र खाइदिन्छ भन्ने कुरा यो दृष्टान्तले एकदमै छर्लङ्ग पार्छ। र अब अन्तिम खण्ड, सनातन धर्म। यहाँ प्रस्तुत गरिएको यो सुन्दर श्लोक हाम्रा प्रसिद्ध कवि लेखनाथ पौडेलको हो। उहाँले सत्य बोल्ने दैनिक अभ्यासलाई ज्ञान आर्जन र हाम्रो बौद्धिक विकाससँग कति मज्जाले जोड्नु भएको छ। सत्यवादी बन्नु र नित्य विद्या पढ्नुले मानिसको धैर्यता र बुद्धिमत्ता दुवै बढाउँछ। जब हामीले सत्यको बाटो रोज्छौँ नि, तब मात्र हाम्रो मनबाट अविद्या अर्थात् अज्ञानता हटेर जान्छ भन्ने एकदमै गहिरो सन्देश यो कवितामा लुकेको छ। अब एउटा अत्यन्तै महत्त्वपूर्ण प्राचीन संस्कृत दर्शनको कुरा गरौँ, जसले सनातन धर्म अर्थात् शाश्वत कर्तव्यलाई चिनाउँछ। यो एउटा यस्तो नियम हो जसले पूर्ण रूपमा सत्य बोल्ने र मानिसलाई सुन्दा मिठो लाग्ने कुरा बोल्ने बीचको एकदमै सन्तुलित अवस्थालाई बुझाउँछ। सुन्दा अलि जटिल लाग्न सक्छ, त्यसैले यसलाई अझै सरल तरिकाले बुझ्नको लागि आउनुहोस् यसका चारवटा आधारभूत नियमहरूलाई हेरौँ। प्राचीन शास्त्रले यी चारवटा कडा नियमहरू प्रष्ट पारेको छ। पहिलो, पक्कै पनि सत्य बोल्नुपर्छ। दोस्रो, मिठो वा प्रिय बोल्नुपर्छ। तर साँच्चै रोचक कुरा चाहिँ तेस्रो र चौथो नियममा छ। कहिले पनि यस्तो सत्य नबोल्नु जसले अरूलाई नराम्रो चोट पुर्याओस्, अर्थात् अप्रिय सत्य नबोल्नु। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूलाई खुसी पार्नकै लागि मात्र भनेर कहिले पनि मिठो झुट नबोल्नु। एकातिर कठोर सत्य र अर्कोतिर गुलियो झुट, यी दुवैबाट कसरी बच्ने भनेर सिकाउने यो सिद्धान्त साँच्चै नै अद्वितीय छ। यो सम्पूर्ण दर्शनलाई गहिरिएर हेरिसकेपछि एउटा निकै गम्भीर प्रश्न उठ्छ। आजको हाम्रो यो हतारोको र सामाजिक सञ्जालले भरिएको आधुनिक संसारमा सत्यता र मधुरता बीचको यो प्राचीन सन्तुलनले हाम्रो कुराकानी गर्ने शैलीलाई कसरी बदल्न सक्ला?
सोचौँ त, यदि हामी सबैले अप्रिय सत्य र मिठो झुट दुवैलाई छोडेर केवल प्रिय सत्य मात्र बोल्ने हो भने हाम्रो समाज आजको भन्दा कति धेरै फरक हुन्थ्यो होला। यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई गहिरो सोचमा डुबाउँछ। आजको यो विश्लेषणबाट यहाँहरूले पक्कै पनि केही नयाँ दृष्टिकोण पाउनुभयो भन्ने आश छ। अर्को पटक यस्तै रोचक विषयका साथ फेरि भेट्नेछौँ।